सो गाइस हेलो सबजनालाई नमस्ते। हजुरहरू कस्तो हुनुहुन्छ? म सन्चै छु एकदम। म चाहिँ अहिले यता गाउँघरतिर आएको छु। गाउँको घरमा एकदमै घर हेर्छु हेर्नु है, यति छ। अब आज चाहिँ हामी चाहिँ यहाँ पार्टी गर्ने भनेर म लगायत दुईटा दाइ भेनाहरू सबजना हुनुहुन्छ, हेर्दै जानु होला। हाम्रो यताको नेचुरल भ्यू हेर्नुहोस् है, यस्तो छ। कसैले यता चाहिँ जाडो अलि गाउँ घरतिर जाडो अलिक धेरै बढेको छ। खोला स्वच्छ सफा सुन्दर खोला छ, पारिपट्टि खेत है। रोड यस्तै भइहाल्यो गाउँघरमा। अब बयर खाना आएको छौँ होइन, खोलाको एकदम चिसो मौसममा हामी ट्याक्कसँगले। हाम्रो गाउँतिर चाहिँ यस्तो एकदम लोकल बयर, यतातिर चाहिँ घरमा अब खोलाको फुल पनि फुल्छ। हेर्नु फुल यसरी बयर पाउँछ, खोलामा सुकुनी पाउँछ। बयरको दाना हेर्नुहोस्, आफ्नै हातले टिपेर काँडाले घोचेर हेर्नुहोस् यस्तो पाकेको पाउँछ है यतातिर चाहिँ। हेर्नुहोस् पछि म यसलाई यस्तो तरिकाले खान गइरहेको छु। ल्याम है गाइस, ल्याम तरिकाले टिप्दैछ दाइ। मिठो छ है एकदम कस्तो बयरको। यता चाहिँ बयर खाना चाहनुहुन्छ नि तपाईँ आउनुहोस्। एउटा कलवाई नगरपालिका उहाँ दुईटा मरङ्गे भन्ने ठाउँमा आउनु है। यो पुरै यो गाउँतिरको लोकल सुठुनी खाँदैछौँ। ओ सुठुनी हेर्नु, माल कत्रो छ यहाँ होइन। अर्गानिक हो नि त, अर्गानिक राम्रो हुन्छ। यो लोकल आफै उम्रेको यो जो खोलाको बगरमा उम्रेको सुठुनी, यो चाहिँ भरेर पोलेर खानुपर्छ यसले होइन। राम्रो गर्छ कि स्वास्थ्यको लागि एकदम राम्रो गर्छ यो सुठुनीले है। खन्दैछ मेरो अमृत दाई, सुठुनी खन्दैछ। अब हेरौँ हामीले कति निकालिन्छ, भरेसम्म देखाइहाल्छौँ नि होइन। अब भरेको प्लान चाहिँ फेरि हाम्रो भिन्दै छ होइन त। कति धार्ने सुँगुरको मासु अरे? सुँगुरको मासु हाम्रो सुँगुर मासुलाई पचाउनको लागि हामीले यो खोजेको हो त नि। माछा कति मारे? माछा 2 किलो माछा मारेका छौँ। माछा 2 किलो अनि सुँगुरको मासुको 2 धार्नी होइन, 2 धार्नी भने होइन। 3 धार्नी ल्याएको छौँ। ए 3 धार्नी भनेपछि भरे छिरिम खाने है गाइस। हाम्रो चाहिँ यो 25 करोडको सामान यहाँ चाहिँ यतातिर फ्राई हुँदैछ, यतातिर धरानी बङ्गलो एकदम नतान प्योर। खानी छेत्रीले हो पकाउने मगरले पकाएका हुन्। सबैले भ्याएको नानी हेरेर ठाड पारेन दलमा र गाइस ल्याम है। त्यो त दबाउ त विक्रम टाइपको है, खाइसकेको थियो त्यो भदुवा हुन्छ नि। अमृत के छ? मेरो भएको थाल चाहिँ फेरि जापानबाट लिएर आएको छु मैले होइन। यस्तै छ गाउँघरमा भनेको यस्तै हो, सबजना साथीहरू रमाइलो।